हस्छु याकुल्लटस्टीले सम्पूर्ण साथीहरूलाई आज चाहिँ एउटा सानो साधारण तरिकाले हामीले एउटा मणि दुङ्खोर खोर्लो भनिन्छ यो घुमाएर पुण्य आर्जन गर्ने एउटा साधारण तरिकाले बनाएको छ जुन चाहिँ यो कोक खाएर फालेको बोतललाई चाहिँ यहाँ तलबाट छेडेर एउटा रडको सहायताले माथिसम्म यहाँ बिर्कोसम्म चाहिँ यसरी चाहिँ रड पुर्याएर बिर्को टाइट बसेर अनि यहाँ बिचमा चाहिँ यो सबै चेन्डेसी भगवानको सुङ धारणी मन्त्रहरू हालेर अनि प्लास्टिकले बेरेर बलियोसँग बाँधेर अनि यो बोतल चाहिँ यसरी काटेर पङ्खा जस्तो बनाएको छ यो चाहिँ हावाको माध्यमबाट घुमाउनको लागि हो अनि अहिले चाहिँ हामीले यो हातले घुमाउनको लागि चाहिँ यसरी यहाँ माथि चाहिँ एउटा जुन यो सुँडी धागोले ढुङ्गालाई अड्याएर अनि यसरी ब्यालेन्स मिलाएर घुमाउन सकिन्छ तपाईँले देख्न सक्नुहुनेछ तपाईँहरूले पनि यसरी कोक खाएर फालेको बोतल र अनि यस्तो सुङ धारणी भएको मन्त्र धारणी भएको कागजहरू हालेर यसरी टेप लगाएर चाहिँ तपाईँहरूले पनि यसरी चाहिँ हातले मणि खोल्नु हातले घुमाउनु मणि खोल्नु बनाउन सकिन्छ है त यसरी मैले यो मणि खोर्लो घुमाएको पुण्यफलले चाहिँ जसरी यो हातले मणि खोर्लो चाहिँ जति छिटो हुन्छ त्यसरी नै छिटोभन्दा छिटो छलोको प्राणीहरू चाहिँ तपाईँको पुर्याउन सकोस्।